अहिलेको यो माहौल चाहिँ हाम्रो अब ठ्याक्क दसैँ तिहार सकिएको माहौल छ। अब दसैँ तिहारमा धेरै रमाइलो गरियो। अहिले चाहिँ म मामा घरमा आएको छु। मामा घरमा चाहिँ यहाँ मामाले बोडीहरू लाउनु भएको रहेछ, राम्रो फलेको रहेछ बोडी। अब यो बोडी अब पकाउँदै हुनुहुन्छ भाउजूले भित्र, अझै पनि छन् बोडीहरू फलेका छन्। राम्रा बोडी घिउ बोडी हुन्, एकदम मिठा हुन्छन् यो बोडी। तपाईँको अब यहाँ लसुन खेतीहरू भइरहेको छ, माइजूले त्यहाँ साग गोड्दै हुनुहुन्छ। पछाडि हेर्नुहोस् बेसार पनि त्यो राम्रो भएको छ बेसार। यो ठाउँमा फेरि जे लगाइदियो त्यही राम्रो हुँदो रहेछ। यो भरतपुर नौ शरदपुरमा छु अहिले म। तपाईँको यहाँ अब अघिल्लो वर्ष पनि अब त्यो उस्लाएर छोपेको ठाउँमा चाहिँ यो बोराले छोपेको ठाउँमा चाहिँ यस्ता काउली बन्दाहरू तपाईँलाई म देखाउँला। तपाईँको एउटै बन्दा पनि तपाईँको 5 केजीसम्मको एउटा बन्दा फल्छ त्यहाँ। तपाईँको यहाँ लसुन खेती भइरहेको छ। हाम्रो यहाँ दाइ हुनुहुन्छ। दाइ के छ खबर? नमस्ते भाइ, नमस्ते। हाम्रो अब के रोप्दै हुनुहुन्छ दाइ तपाईँले अहिले चाहिँ हजुरले? सर्वप्रथम त हजुर यहाँसम्म आएर यो मेरो कृषि कर्मलाई जुन देखाउनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुर हजुर। अहिले यहाँ सामान्यतया हिउँदे बालीहरू जस्तो लसुनहरू आलुहरू लगाउने सिलसिलामा छु। यो लसुनलाई चाहिँ कसरी लाउँदा राम्रो हुँदो रहेछ दाइ? अब लसुनकै कुरा गर्नुपर्दा म 53 सालतिर रामपुर कृषि क्याम्पसमा अध्ययन गरेको, 3 वर्ष त्यो अध्ययन गरेँ। त्यसपछि एउटा कार्यक्रममा इजरायल बसेर आएँ, 3-4 वर्ष इजरायल पनि बसेर आएँ। इजरायल तपाईँ त्यही कृषि लाइनमै जानुभयो? हजुर, कृषि लाइनमै पढ्दै कमाउँदै गर्ने एउटा पेसा थियो। त्यो एउटा कार्यक्रममा गएँ होइन। हजुर हजुर। नेपाल सरकारबाट मान्यता प्राप्त। हजुर हजुर। र रामपुर कृषि क्याम्पसकै एउटा चाहिँ मकैबाली अनुसन्धानमा पनि मैले 1.5 वर्ष जति बिताएको छु। हजुर हजुर। अनुसन्धान अधिकृतका रूपमा। हजुर हजुर। र अहिले घरमै यसो कृषि काम गरौँ होइन। अलिकति हाम्रो ठुलो 2 बिघा जति स्केलमा चाहिँ अन्त्य बाली लगाइन्छ, कृषि काम छ। हजुर हजुर। यो चाहिँ हाम्रो करेसाबारी जस्तो। तपाईँको पछाडि पनि मैले ड्याङ देखिरहेको छु, त्यहाँ आलु लगाइसक्नु भएको रहेछ। उतापट्टि तपाईँले उतापट्टि देख्न सक्नुहुन्छ। उतापट्टि कोदो बारी पनि, कोदो पनि निकै राम्रो भएको रहेछ। उतापट्टि केराहरू पनि छ, केरा घिउ केरा रहेछ त्यहाँ पनि। तपाईँले यो लसुन चाहिँ हातमा लिइराख्नु भएको छ, यो लसुनलाई चाहिँ अब कहाँ चाहिँ रोप्दै हुनुहुन्छ र यसो मलाई एकचोटि देखाइदिनु त सर, कसरी रोप्ने रहेछ त्यो लसुनलाई चाहिँ? यो लसुनलाई र यहाँ देख्नुहुन्छ यो चाहिँ तपाईँको धनियाको पत्ता हो। यो चाहिँ धनियाको पत्ता हो। यो धनिया निस्किँदैछ अहिले, धनिया उम्रिँदैछ। हजुर। यो चाहिँ हाम्रो रैथाने धनिया हो। यो कुनै विकासित धनिया होइन, विदेशबाट ल्याएको धनिया होइन, रैथाने धनिया हो। निकै घरकै धनिया खाँदा स्वादिलो हुन्छ र यसमा कुनै पनि किसिमका रासायनिक पदार्थहरू, विषाक्तीहरू हालिँदैन। यसमा जस्तै घरकै कम्पोस्ट मल बनाएर हालिन्छ, साथै खरानीका धुलाहरू हालिन्छ। हजुर हजुर। यसरी गर्दा निकै राम्रो प्रतिफल आउँछ, उत्पादन राम्रो हुन्छ र स्वास्थ्यलाई पनि निकै राम्रो हुन्छ। यो एउटा लसुन चाहिँ मलाई लाएर देखाइदिनुहोस् त, कस्तो लाउने त चाहिँ यहाँ जनता जान्न चाहन्छन्। अब यो लसुनलाई तपाईँको त्यति धेरै गाह्रो छैन लगाउनलाई। हजुर हजुर। हामीले अब यसलाई सामान्य यसै गरेर सानो सानो चाहिँ होल बनाएर यहाँ यसरी लगाउँदा राम्रो हुन्छ, थोरै ग्यापमा, डिस्टेन्समा। अब यसलाई चाहिँ पानी हालेर छोप्ने कि यसलाई केही छोप्नु पर्छ कि के छ? यसलाई लगाइसकेपछि पछि यसो यहाँ यो झारहरूले माथिबाट छोपिदिएपछि निकै राम्रो हुन्छ। यो लसुन चाहिँ सानो लगाउँदा ठिक कि ठुलै लगाउँदा ठिक? लसुन सानो ठुलो भन्ने हुँदैन सर। हजुर। लसुन आफैमा हामीले कतिको मलहरू हालिन्छ यसमा। हजुर हजुर। र पानीहरूको पनि उचित व्यवस्थापन गर्नुपर्छ। र यसलाई चाहिँ अब कहिलेकाहीँ किराहरू लगाउने अथवा चाहिँ त्यस्तो भयो भने चाहिँ कहिलेकाहीँ औषधिहरू, भिटामिनहरू पनि लगाउने गर्नुपर्छ। हजुर हजुर। र साथै अब यहाँ बाख्रा कुखुराहरू लगायत अब चाहिँ कुकुरहरू पनि आउन सक्छन्, त्यही भएर तिनीहरूबाट अलिकति जोगाउनु पर्छ सुरुको अवस्थामा, किनभने त्यति बेला हुर्किँदै गरेका हुन्छन्। हजुर। जोगाउनु पर्छ सुरुको अवस्थामा, र अरू त त्यही नै हो। अब यो पछाडिको हाम्रो बेसार पनि अब उत्पादन भइसकेको रहेछ, निकै राम्रो मैले बेसार देखेँ। अब यो बेसार चाहिँ कहिले काट्नुहुन्छ? अब यसलाई कहिले चाहिँ खन्ने हो? पशुपाली अध्ययनमै हुँदाखेरि नै यो अध्ययन गरेको थिएँ बेसार सम्बन्धी। हजुर। 6 महिना जति बेसारकै जति मैले अध्ययन गरेको त्यहाँ है। पछि त्यही बेसार सम्बन्धी एउटा अनुसन्धानमा नि बसेको थिएँ। अब यसको लगभग 1-1.5 महिनामा हामीहरूले यसलाई काटेर यसलाई उत्खनन गर्ने प्रक्रिया हुन्छ। तपाईँको त यो त एक मान्छे भन्दा नि अग्लो बेसार रहेछ है, निकै राम्रो बेसार रहेछ। धेरै खुसी लाग्यो यो बेसार देखेर, यस्तो राम्रो खेती गर्नु हुँदो रहेछ। यहाँ तपाईँले अब एउटा यहाँ कागतीको रुख पनि उमार्नु भएको रहेछ। तपाईँको खुर्सानीहरू पनि टन्नै रहेछन्। ठिक छ, खुसी लाग्यो। सिक्लेसबाट लिएर आएको, सिक्लेसबाट ल्याउनु भएको? पोखराको यो सिक्लेस भन्ने ठाउँबाट ल्याएको, निकै राम्रो फल्दो रहेछ। त्यहाँ एकजना मेरो सँगै रामपुरमा अध्ययन गर्दाखेरि एकजना साथी हुनुहुन्थ्यो,
भोजराज चौलागाईजी उहाँको घरबाट लिएर आएको उहाँ पनि कृषि विज्ञानी हुनुहुन्छ चौलागाई सरले दिनुभएको। तपाईँ चाहिँ अब मलाई चाहिँ कस्तो लाग्यो भने अब मेरा अब सम्पूर्ण साथीभाइहरूलाई एउटा के प्रेरणा भयो भने अब नेपालमै बसेर पनि कृषि खेती गर्ने भने केही हुँदो रहेछ भन्ने एउटा प्रेरणा मिलेको छ। हामीले गर्न सक्ने हो भने हामी विदेश जानु पर्दैन, कृषिबाट हामीले मनग्गे पैसा कमाउन यो तपाईँले बोडी बेचेर पनि मैले कमाएँ भन्नुभयो, यो बोडी चाहिँ कतिसम्म बेच्नुभयो, तपाईँले कतिसम्म कमाउनु भयो त? यो बोडीबाट तपाईँको घरमा खाएर पनि एक सिमलमै तपाईँले भन्दा पताउनुहुन्न, मैले 30,000 रुपियाँको बोडी बेचेको छु। हजुर हजुर, तपाईँहरूले पताउनुहुन्न। अब बोडी बेच्नु भयो भन्दाखेरि अब कस्तो लाग्ने भने बोडी बेचेर यसमा मेरो लगानी भन्नुहुन्छ भने सर हजुर जम्मा 5,000 रुपियाँको लगानी हो, तर मैले 30,000 रुपियाँको होइन बोडी पनि छन् मैले देखिसकेको छु। बोडी हेर्नुहोस्, ठुल्ठुला बोडीहरू छन्। म एउटा टिपेर यसो हजुरलाई देखाउन पनि चाहे। यो बोडी चाहिँ निकै राम्रा बोडी रहेछन्। देखेर ल हेर्नुहोस् त, बोडी यति राम्रो बोडी छ। हुन्छ, यति भन्दाखेरि ठिक छ ल।